पोर्चुगलमा बसेर यो भिडियो हेर्ने सबैलाई नमस्कार। म अमित भट्ट। तर्सो पनि एउटा आज सहयोगको अपेक्षा लिएर म तपाईँहरूमा आज आएको छु। गत फेब्रुअरी 3 देखि पोर्चुगलको अल्मेदा क्षेत्रबाट दिलबहादुर थापा विषम नाम गरेका 31 वर्षका नेपाली दाजु सम्पर्कविहीन हुनुभएको छ। उहाँको उचाइ अन्दाजी 5.5 फिट रहेको छ। स्थायी घर लुम्ले नेपाल हो। रोजगारी र भविष्यको सपना बोकेर पोर्चुगल आउनुभएका उहाँ अचानक हराउनु भएको खबरले परिवार, आफन्त र सम्पूर्ण नेपाली समुदाय अत्यन्तै चिन्तित बनेको छ। आज उहाँका आमा बुबा, दाजुभाइ, दिदीबहिनीहरू आँखा रसाउँदै एउटै प्रश्न सोधिरहेका छन्। हाम्रो मान्छे कहाँ छ? यो पीडा शब्दमा व्यक्त गर्न गाह्रो छ। परदेशमा हराएका एक नेपाली भनेको केवल एक व्यक्ति होइन, त्यो एउटा परिवारको संसार हो। यदि तपाईँले दिलबहादुर थापालाई कतै देख्नु भएको छ, भेट्नु भएको छ वा कुनै जानकारी छ भने तल उल्लेख गरिएको नम्बरमा तुरुन्त सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। तपाईँको एउटा सानो सेयर, एउटा जानकारी, एउटा फोन कलले कसैको छोरा, कसैको दाजु, कसैको जीवन फिर्ता ल्याउन सक्छ। कृपया यो सन्देश सकेसम्म धेरै नेपालीहरूमा आज पुर्याइदिनु होला। मानवता भनेको नै सबैभन्दा ठुलो धर्म हो। हामीसँग 28,000 प्लस मेरो फेसबुकमा 96,000 फलोवर्स हुनुहुन्छ। सबैलाई सेयर गर्नु हुन अनुरोध गर्न चाहन्छु। नमस्ते एउटा न्युज हेर्दै गर्नुहोला। तपाईँहरूलाई पनि केही गाह्रो समस्या, सहयोग आवश्यकता परेको छ भने हामी निःशुल्क गर्न तयार छौँ। यो हाम्रो कमिटमेन्ट हो। यस्तै भिडियो हेर्न हामीलाई फलो गर्नुहोला। नमस्कार।